Hello everyone, Namaste, welcome to my mini vlog. This is me Anupama and आज चाहिँ हाम्रो सानो मिनी भ्लग हेर्दिनु होला। आज चाहिँ बाहिर म भाइको स्कुल छुट्टी भएपछि चाहिँ एकैछिन बाहिर घुम्न गएको अनि मैले चाहिँ भाइलाई काठमाडौँमा घुम्नको लागि लगेको थिएँ, हेर्नु होला। ल फाइनली पुष्पनको लिफ्ट चढ्ने चाहना पनि पुरा भयो। अनि हामी चाहिँ मल घुमिसकेपछि हाम्रो खैरी डन्कोमा चाहिँ कफी खाएर घर ब्याक हुने प्लान गर्यो। त्यसपछि चाहिँ हामी मोमो खान जानको लागि रेडी थियौँ अनि यसले हामीलाई कफी बनाइदियो अनि त्यसपछि चाहिँ हामी मोमो खान गयौँ। हेर्नुहोस्, यो चाहिँ मेरो डे 1 को भ्लग हो। तपाईहरुलाई म डे 2 को पनि सँगै जोडेर हालिदिन्छु है त। मेरो भोइस ओभर सुनेर नहाँस्दिनु ल। अनि अब चाहिँ हामीले मोमो खाने ठाउँमा पुगिसक्यो। मोमो खानको लागि चाहिँ हामी 4 जना भयौँ। हामीले चाहिँ मिठो मोमो खाएर चाहिँ घर ब्याक भयौँ। अनि यो चाहिँ मेरो डे 2 को भ्लग हो। आज चाहिँ एकदम पानी परेको थियो है। अनि म चाहिँ मेरो थोरै काम भएर चाहिँ ठाउँतिर गएको थिएँ अनि म चाहिँ रिक्सामा पानी परेर चाहिँ रिक्सामा ट्राभल गरेको। सो ट्राभल गर्नु रमाइलो हुँदो रहेछ। हामी चाहिँ अब काठमाडौँमा बसे पनि रिक्सामा खासै चढ्ने काम पनि हुँदैन। केही काम पऱ्यो भने गाडीमा या त स्कुटरमा नै चढेर घुमिरहेको हुन्छौँ। सो आज चाहिँ हामीले पानीमा रमाइलो भएको थियो। सो हामीले चाहिँ अनि त्यसपछि हामी कफी खान गयौँ हामीलाई कुरा गर्दै। अनि हामी चाहिँ कफी सफी खाएर आजको दिन पनि यसरी नै सकियो है। अनि साथीहरू अझै पनि भिडियोहरू हेर्न मन लागेको छ भने मेरोमा कमेन्ट गरिदिनु। तपाईहरुले कति हेर्दिनुहुन्छ त्यसको लागि पनि थ्यांक यू सो मच। बाई बाई।